अहिले चाहिँ म हिजो राति 10 बजे नेपाल आइपुगेको थिएँ। आज मेरो 3वटा इभेन्ट छ। अहिले चाहिँ म बिहान उठिसकेँ। आज सिद्धार्थमा पनि इभेन्ट रहेछ, म्याराथन छ इभेन्टहरूको। आज मेरो 3वटा इभेन्ट छ र मेरो यो अहिले मेरो 17वटा इभेन्ट छ। अहिले इलेक्सन अगाडि, इलेक्सन पछि चाहिँ मेरो 77वटै जिल्लामा छ, नेपालभरि नै छ इभेन्टहरू। अनि अहिले चाहिँ मेरो यो 17वटा इभेन्टको लागि हस्पिटालिटी पार्टनर चाहिँ सिद्धार्थ रिसोर्ट हुनुहुन्छ, हस्पिटालिटी पार्टनर। म चाहिँ हिजो सिद्धार्थमा आइपुगेँ, सिद्धार्थमा छु। अब भर्खरै उठेँ अनि अब चाहिँ एकछिन जिम जान्छु। जिम गएर फ्रेस हुन्छु, भर्खरै सावर लिएर आएँ। अब चाहिँ म जिम जान्छु। जिम गएर आज 3टा इभेन्ट छ, इनर्जी चाहिन्छ। यो हुने इनर्जी इभेन्टमा एकदम धेरै इनर्जी चाहिन्छ होइन, त्यही भएर चाहिँ अब म जिम गएर हल्का इनर्जी लिन्छु है त। ल अहिले चाहिँ म उठेर फ्रेस भएर अब एकछिन जिम जाँदैछु। जिम गइसकेपछि ब्रेकफास्ट लिन्छु। आज 3वटा इभेन्ट छ मेरो। 3वटा इभेन्टको लागि इनर्जी चाहियो नि त होइन। इनर्जी लिनको लागि चाहिँ म जाँदैछु सिद्धार्थ रिसोर्टको जिममा। भेट्नुपर्छ दुईवटा गरेको आउँदैछ लिफ्ट। यहाँदेखि निस्किँदैछु लिफ्टबाट। एउटा सेक खाइदिउँ होइन। सर गुड मर्निङ हजुर। हजुर म यहाँ सिद्धार्थ छु हजुर, नेपालमा। हजुर हामी दिउँसोलाई सर अहिले हजुर दिउँसो अहिले मेरो एउटा इभेन्ट चाहिँ 11 बजी छ सर। 3 बजेकोमा कस्तो होला सर आज हाम्रो? 3देखि 5 बजीसम्म 2 घन्टाको। ल हस् त्यसमा त्यही कन्फर्म गरौँ है त हजुर। ए हजुर हस् थ्याङ्क यू हजुर। हेलो रिसेप्सनमा मलाई चाहियो के भन्दा चाहिँ सुन्नु न, एक्सक्युज मी, हाम्रो जिम हल कहाँनिर छ नि यस्तो? अगाडि डोर छ हजुर, फर्स्ट फ्लोरमा छ गार्डन एरिया। यताको बिल्डिङ हो? ए हस् थ्याङ्क यू। ए साइक्लिङ हो, साइक्लिङ गएको तिमी पनि दौडिने हो? बुम हान बुम यसरी दौडिने तिमी पनि बाई। संसदमा भर्खरै सम्पन्न गरेको कार्यक्रमका अध्यक्षज्यू सिद्धार्थको चाहिँ इभेन्टहरू भइरहेको रहेछ। म चाहिँ जिम जाँदैछु। एकछिन एक्सर्साइज 10 मिनट जति एक्सर्साइज गर्नु पऱ्यो। एकछिन आधी घन्टा जस्तो चाहिँ म एक्सर्साइज गर्छु, किनभने अब धेरै टाइम छैन। टाइमको लागि चाहिँ इनर्जी चाहिन्छ। इनर्जी मेरो साथमा चाहिँ यहाँ छ मसँग सेक लिएर हल्का स्ट्रेचिङ गरेर गर्नु पऱ्यो। अनि चाहिँ सुज चाहिँ नल्याए है, इट्स ओके। टाइमिङ 6 to 8 रहेछ नि त, 6 to 8। तर म चाहिँ लेट आएछु।
हल्का मात्रै केही त हाल्नु पर्यो मजा आयो त्यसपछि यसरी हाल्दै गर्दा चाहिँ मजा आउँछ लेट अच्छा सेटअप आइसकेपछि चाहिँ अब सेटअपको एउटा राम्रो के हुन्छ भन्दा चाहिँ यो ब्याग निकाल्छ कि यसले चाहिँ यो ब्याग छ नि यस्तो बनाउँछ क्या अनि यसो मलाई रमाइलो लाग्छ सेटअप हाल्नु चाहिँ सेटअप हाल्नु किन रमाइलो लाग्छ भन्दा ब्याग आउँछ ब्याग आइसकेपछि के हुन्छ राम्रो मानिन्छ नि त